अहिले हामी चाहिँ नापी कार्यालयमा छौँ। तपाईँले 20,000 घुस लिनु भएको छ उहाँसँग? मलाई के आधारमा यो म जब कि म तपाईँलाई यो संशोधन गर्नको लागि म दिएको थियो उजुरी, तपाईँले के ठहरेर मसँग 20,000 लिनुभयो? घुस लिनुभएको छ? लिनुभएको छ? पैसा निकाल्नु। सुन्नु भाइ, भोलिबाट पैसा निकाल्नु। निकाल्नु निकाल्नु पैसा। तपाईँको खल्तीमा जुन पैसा छ त्यो निकाल्नुहोस्। मैले अहिले दिएको पैसा पहिला सिक्नुहोस् न। कुन आधारमा तपाईँले घुस लिनुभयो? पैसा पहिला दिनु। पैसा यहाँ राख्नुहोस् न। निकाल्नुहोस्। उहाँसँग घुस लिनु भएको छ? नक्सा संशोधनको लागि 20,000 रुपियाँ लिन्छ। पहिला पैसा निकाल्नुहोस्। आज तपाईँले मलाई 1 महिनाभन्दा बढीदेखि दौडाउनु भइरहेछ। किन दौडाउनु भइरहेछ? यस्तो सेवाग्राहीलाई मार्कामा राखेर तपाईँहरू काम गर्नुहुन्छ? भन्नुहुन्छ कर्मचारी सुशासन व्यवस्था हामी गर्छौँ। यस्तो सेवाग्राहीलाई महिनासम्म दौडाएर तपाईँ काम गर्नुहुन्छ?